नमस्ते सर। नमस्ते सर। आराम हुनुहुन्छ? आरामै छ सर। हजुरलाई रूपान्तर होम्सको काम चाहिँ कस्तो लाग्यो? यो काम हजुरको टिमले गर्नुभएको काम एकदम मलाई खुसी लाग्यो। आफूले सोचेको भन्दा नि एकदम राम्रो पाएँ मैले होइन। यो फिनिसिङदेखि लिएर सबै एकदमै राम्रो पाएँ मैले। एकदमै राम्रो गर्नुभयो, धेरै खुसी लाग्छ। अहिले हामी कुन ठाउँमा छौँ र हजुरको नाम चाहिँ के होला सर? मेरो नाम चाहिँ नि रामकुमार तामाङ हो। हामी यो चालाखेल दक्षिणकाली नगरपालिका 1 मा छौँ। एक निवासी म रामकुमार तामाङ। अनि हजुरहरूले रूपान्तर होम्सको बारेमा चाहिँ कहाँबाट थाहा पाउनुभयो? यो चाहिँ मैले टिकटकबाटै थाहा पाएको हो। अनि यो डिजाइन जुन छ नि हजुरको, भनौँ न हजुर हाम्रो कम्बिनेसनमा बनाइएको हो होइन, सबै कुराहरू होइन, हेर प्रेतल गरेर। अनि यो काम गर्दाखेरि कतिको सेटिस्फ्याक्सन हुन्छ र अरूलाई रिकमेन्ड गर्नुहुन्छ कि हुँदैन रूपान्तर होम्सलाई काम गराउनलाई? अब यसमा त अरूमा गर्नुमा मेरो बुझाइमा चाहिँ नि अरू र गर्नु र हजुरमा लाउनुमा धेरै फरक पाएँ मैले होइन। हजुर सर। म यसमा हजुरले गर्नुभएको काममा चाहिँ नि धेरै नै फरक पाएँ मैले। धेरै यो डेक्सनदेखि लिएर हरेक काम गराएँ होइन। हजुर। मलाई धेरै नै मन पऱ्यो, धेरै नै आफूलाई मन परेर यो एकदमै खुसी छु म। अनि एउटा टिभी क्याबिनेट बनायौँ, हामीले एउटा किचन बनायौँ होइन। पहिला चाहिँ किचन बनायौँ, त्यसपछि किचनको काम हेरेपछि हजुरले टिभी क्याबिनेट बनाउनु भयो होइन। किन दुइटा एकैचोटि नबनाऊँ, कस्तो बनाइन्छ भन्ने कुरा थाहा हुँदैन हजुरलाई होइन। किचन बनाउँदा 80% फिनिस भएपछि हजुरले बल्ल टिभी क्याबिनेट बनाउने डिजाइन गर्नुभयो होइन। हजुरको त्यो चाहिँ किचनको काम मन परेर यो बनाउने कोसिस गर्नुभयो होला। मलाई किचनको काम मन परेर फेरि टिभी क्याबिनेट फेरि बनाउनु मैले रिक्वेस्ट गरेको छ होला। हजुरले बनाइदिनु भयो, एकदम राम्रो छ, खुसी भयो। हस् सर, धन्यवाद। फेरि सम्झिनु होला। रूपान्तर होम्स सधैँ हजुरको आभार हुनेछ। धन्यवाद।